सन् 1925 आजभन्दा करिब 100 वर्ष अघिको नेपाल। कल्पना गर्नुहोस् त, न बिजुलीको उज्यालो थियो, न मोटरको आवाज, न त संसारसँगको सम्पर्क नै। नेपाल त्यो बेला एउटा अलग राज्य थियो, जहाँ समय आफै सुस्त गतिमा बगिरहन्थ्यो र हरेक दिन इतिहासको पानामा लेखिँदै जान्थ्यो। राजा त्रिभुवन सिंहको शासनकाल र राणा प्रधानमन्त्री चन्द्र शमशेरको अन्त्यतिरको समय हो। नेपाल शान्त थियो, तर सत्ताको खेल र जनजीवन बीचको दूरी निकै गहिरो थियो। त्यो समयको जनजीवन सरल तर गहिरो अर्थले भरिएको थियो। मानिसहरू बिहान सूर्यसँगै उठ्थे र खेततिर लाग्थे। गाउँहरूमा गोरु, हलो, पिँढी र मुसल दैनिक जीवनका साथी थिए। न सहरको भिड, न पसलको चमक, तर गाउँभरिको आत्मीयता र सहयोगको भावना अपार थियो। मानिसहरू हरेक कुरा हातले गर्थे। दाल पिस्थे, कपडा बुन्थे र ढुङ्गाको धुलोमा नै इतिहास लेख्थे। काठमाडौँ उपत्यका सन् 1925तिर एउटा जीवित सङ्ग्रहालय जस्तै थियो। दरबारहरूको सहर, जहाँ सिंहदरबार, राणा महलहरू र ठुला फाँटहरू गौरवका प्रतीक थिए। असन, इन्द्रचोक र भक्तपुरका गल्लीहरूमा बिहानैदेखि मानिसहरूको आवाज गुन्जिन्थ्यो। राति बत्तीको सट्टा दियो बालिन्थ्यो र हावा चिसो भए पनि घरका भित्ताहरूले तातोपन बोकेका थिए। त्यो बेला गाडी केवल केही राणाहरू र विदेशी पाहुनाकै लागि मात्र थियो। जनताका लागि भने काठमाडौँ हिँडेरै नापिने सहर थियो। राणाहरूको शासन त्यति बेला नेपालका हरेक पाटामा हावी थियो। जनताको आवाज दबाइएको थियो। तर दरबारभित्र विलासी जीवनको झलक एकदम फरक थियो। सुनका झ्याल, विदेशी चित्र र इटालियन झिलिमिली। तर देशका कुना काप्चामा अझै गरिबी र मौनता पसेका थिए। चन्द्र शमशेरले बेलायतसँग सन्धि गरेर केही सुधार त ल्याए, तर त्यो सुधार जनताको स्वतन्त्रता होइन, केवल सत्ताको नयाँ रूप थियो। त्रिचन्द्र कलेज त्यति बेला नेपालकै पहिलो उच्च शिक्षा बनेको थियो। केही भाग्यमानी युवाहरूले पढ्न पाउने मौका पाए र तिनै युवाहरूले पछि देशमा परिवर्तनको बिउ रोप्ने काम गरे। साक्षरता न्यून थियो, तर मुटुमा देशप्रतिको चाहना पलाइसकेको थियो। यो त्यो समय थियो जब नेपाल बाहिर खुल्न चाहन्थ्यो, तर भित्री ढोकाहरू अझै बन्द थिए। त्यो युगमा संस्कृति केवल परम्परा होइन, जीवनको लय थियो। दशैँमा घर घरमा रोटी पाक्थ्यो, तिहारमा दियो बल्थ्यो, गाई जात्रामा हाँसो र व्यङ्ग्य हुन्थ्यो, मन्दिरहरूमा घन्टी बस्थे र साँझपख धूपको गन्धले सहरभरि आध्यात्मिकता फैलाउँथ्यो। धर्म, आस्था र परिवार, यिनै जीवनका 3 आधार थिए। मानिसहरू सादा बस्थे तर विश्वासमा धनी थिए। सन् 1925तिर केही विदेशी यात्रुहरू जस्तै ब्रिटिस अन्वेषक र मिसनरीहरू नेपाल आए र आफ्नो क्यामेरामा यस्ता दृश्यहरू टिपे जहाँ सहरको शान्ति, गाउँको मेहनत र जनताको मुस्कान एकैसाथ कैद थिए। यिनै दृश्यहरू आज हामीले हेर्दा पुरानो नेपालको आत्मा महसुस गर्न सकिन्छ। काला सेता भिडियोहरूमा देखिने त्यो जीवन आज पनि हाम्रो इतिहासको सबैभन्दा जीवन्त झलक हो। 100 वर्ष अघिको नेपाल सादा, मौन तर असाधारण। आज हामी प्रविधि, बत्ती र आधुनिकतामा त अगाडि छौँ, तर कहिलेकाहीँ ती पुराना दृश्यहरू हेर्दा लाग्छ साँचो शान्ति र एकता त त्यही समयमा नै थियो। माटोका घर, टायलका छाना र सरल अनुहार, यी हुन् हाम्रो पहिचानका जरा। सन् 1925तिरको त्यो नेपालले हामीलाई सम्झाउँछ, देश केवल सीमामा होइन, मानिसको आत्मा र संस्कृतिमा बाँच्ने एउटा भावना हो।